यो पनि प्लान्ट नै हो, यो पनि प्लान्ट नै हो। यो फुल पनि हेर्नु कस्तो छ, कस्तो लाग्यो हजुरहरूलाई। हजुरहरूकोतिर हुन्छ होला यस्तो फुल, यसको गाँठ चाहिँ यस्तो हुन्छ, हेर्नुहोस् है। यसले चाहिँ यस्तो फुल्छ, कस्तो लाग्यो, मन पर्यो भने कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला। अनि यो चाहिँ मेरो घरको डल्ले, हेर्नुहोस् है, यो चाहिँ डल्ले खोर्सानी हो, हेर्नुहोस् है। सबै डालामा दुई तिनवटा गरेर यसरी फल लागेको छ, हेर्नुहोस् है। यसरी हजुरहरूले देख्नु हुँदैछ कि छैन, अलिक साँझ पर्यो, अँधेरो भएको छ, हेर्नुहोस्। बेसी त छैन, मेरो लागि त हुन्छ, सधैँ एक कुरा टिप्दै खान्छु म। मलाई चाहिँ भातसँग यो डल्ले खोर्सानी कराक बोक्नु साह्रो मिठो लाग्छ, हेर्नुहोस् त कति साह्रो मिठो लाग्छ भने नि यो डल्ले खोर्सानी चाहिँ, हेर्नुहोस् है। यहाँ सबैतिर फलेको छ, यहाँ हेर्नुहोस् यति ठुल्ठुलो फलेको छ। यो हुनु त यो यत्रै हो, यो साह्रै ठुलो पनि हुँदैन, यहाँदेखिको बेसी ठुलो हुँदैन यो डल्ले खोर्सानी, यति नै हो। अब यो अलिक यसले कालो रङ छोडेपछि चाहिँ यो टिपेर खानु लायक हुन्छ, किनभने कालो भएपछि चाहिँ नि यो एकदम मेच्योर्ड हुन्छ। यति पिरो हुन्छ नि मेरो फ्यामिलीहरू, हेर्नुहोस् है। हजुरहरूलाई मनपर्छ पर्दैन डल्ले, तर मलाई चाहिँ पुरै मनपर्छ यो डल्ले खोर्सानी, त्यही कारणले हजुरहरूलाई देखाइरहेछु। हस् त हजुरहरूलाई यो इभिनिङको भ्यूहरूमा सबै चिज देखाएँ। सबैलाई बेस्ट अफ लक, बाई।